pictures at the place where we make the stop. And if you do it, don't be late from the group. Okay, just keep together when we walk. مراد انت 10 دقائق امتحانها وحدك دخل بكشاف بوتينا نادي زبير وحدك سمير اتسني अहिले हामी बहाई गार्डनको यो गाइडरको हातमा छौँ गाइडरले हामीलाई गाइड गर्दछ चुप लाग्नुहोस् न यहाँ सम्झना त राख्नु पर्यो नि यो खै म बिचमा जाउँ खै म अगाडि जाउँ त खिच्दै हिँड्दैछु है म अहिले हामी बहाई गार्डनको भर्याङ छौँ अनि यो भर्याङ हिँड्दै हामी बहाई गार्डन हाम्रो दाजुभाइ दिदीबहिनीहरूले बहाई गार्डनको ओह्रालै झरिरहनु भएको छ दाजुभाइ त तपाईँ दुईजना मात्रै होला हौ दाइ दुईजना दाजुभाइ छौँ हामीहरू सबै दिदीबहिनीहरू छन् त्यसै कारणले पनि दिदीबहिनीहरूलाई गाइड गर्नु एकदम महत्त्वपूर्ण छ मेरो टोपीले यहाँ लगाउनु नपर्ने पो रहेछ शीतल छ यहाँ जेउस शीतल छ चमकन्न छ सुनसान छ है मन शान्त हुन्छ त्यसै कारणले यो बहाई गार्डनमा हामी जतिपल्ट आयो भने पनि मन शान्त हुन्छ कि कोलाहलमा बस्ने बानी भएर बहाई गार्डन करिब 1700 एउटा भर्याङ छ भने 1 किलोमिटर लम्बाइ छ र चौडाइ चाहिँ 200 देखि 450 मिटर छ अनि यो बहाई गार्डन विश्व हेरिटेजमा 2007 सालमा परेको हो यहाँ चाहिँ बब भन्ने इरानका व्यक्तिले आएर स्थापना गर्नुभएको यो बब यहीँ मर्नुभयो र यहाँ गाडिएको स्यानमा चाहिँ मन्दिर बनाएको छ भने बउल्ला भन्ने दोस्रो अगमवक्ता चाहिँ अक्कोमा गाडिएको छ र अक्को पनि पवित्र मन्दिर मानिदछ यो बहाई मन्दिर इटालीको हामी अहिले हाइफाको बाहे यहाँदेखि नै युरोप कन्ट्री सबै जाँदैछ जहाजहरू कारोबार हुँदैछ युरोप कन्ट्रीमा अनि भाइ पहिलोचोटि हो ठिकै छ होइन अरू हिँड्नै ल vomitingको दबाई दिएको छु रिल सकेको छैन छैन रिल सकेको छैन पेपर तपाईको पेपर भिडियो सिडियो पनि रिल सकेको छ दाइ बन्द गर्नु नत्र म त अलि फेरि ड्राइभर पो ल्याइदिन्छु मिल्ने रहेछ है हामी ग्रह मिल्ने रहेछ धेरै त्यो मिल्दैन सबैजना ड्राइभर पो ल्याइदिन्छ एउटा रिल सके यहाँबाट हामी त तिमी गोल्डको पनि पुरा इन्ट्रेस्ट दिइराख्छ यो नि यो सर हाउस भनेर